पाजामा हेलमेट लगाएर कहाँ जाँदैछु त? अनि म यो हातमा समातेर के गर्दैछु त? अन्तिमसम्म हेर्नलाई म सबै बताउने नै छु। हे गाइज वेलकम भेरी स्वागत छ मेरो छोटो मिठो नयाँ रमाइलो मिनी भ्लग्समा। आज चाहिँ म बिहानै उठेर बसेको थिएँ र मलाई एउटा पत्रिकामा ध्यान गयो। त्यो पत्रिकामा बैतडी सुदूरपश्चिमको डोटिली लोक परिकारको बारेमा लेखेको थियो, जसको नाम छ डुब्का। को कतिले डुब्का खानु भएको छ र कसले थाहा छ डुब्का भनेको के हो? कमेन्ट गर्न नबिर्सनु होला है त। न त पानी परेको छ न त हावाहुरी लागेको छ, तर पनि हाम्रोतिर चाहिँ बत्ती भने गएको छ। हाम्रोतिर चाहिँ 5-6 दिन भन्दा बढी भइसकेको छ जति बेला नि बत्ती गएको गाई हुन्छ। मेरो भाइ कहाँ छ भनेर माथि हेर्न गएको त आफ्नो डेली मर्निङ एक्सर्साइजमा बिजी रहेछ। आजको मौसम भने चिसो अनि सफा रहेको थियो। अनि मैले भाइले एउटा ओपन च्यालेन्ज दिएँ। च्यालेन्ज भने सिम्पल थियो, डम्बल 1 मिनेटसम्म हातमा समातेर स्ट्रेट गरेर रोक्न सक्ने थियो। अनि त्यसपछि हुन्छ मेरो टाइम स्टार्ट। लिटरली गाइज देख्दामा सानो देखिए पनि यो 2 देखि 3 केजीसम्म रहेको छ। अनि मैले भाइको काउन्ट डाउन पनि सुरु गरेँ। त्यसपछि त भाइले पनि जन्म भन्दा कमाइसक्यो। अघिसम्म भने पानी पर्ने जस्तो भएको थियो र अहिले भने दामी घाम लागेको छ। हजुरबा हाम्रो घर नआएको पनि 3-4 दिन भन्दा बढी भइसक्यो। धेरै दिनपछि आएको हुनाले भाइले एक थालमा आम काटेर हजुरबालाई दियो अनि हजुरबाले पनि मिठो मानेर खानुभयो। मैले बनाउन लागेको एउटा यस्तो चिज हो जुन मेरो कन्टेन्ट क्रिएसनमा यसले मलाई धेरै नै हेल्प गर्छ। म चाहिँ यो घरमै बनाउन लागेको छु किनभने यसको मार्केटिङ प्राइस भने 20,000 रहेको छ। हेरौँ अब म यो घरमा बनाउन सक्छु कि सक्दैन। यसको नाम, काम अनि यसले मलाई कन्टेन्ट क्रिएसनमा कसरी हेल्प गर्छ म पार्ट 2 मा देखाउने छु। हजुरले 3 डब्बामा देखिरहेको अचार हामी पहाड पठाउने छौँ। पहाड पठाउनको लागि चाहिँ अहिले म जाँदैछु धनगढी, किनभने पहाडबाट कैसी आउनु भएको छ धनगढी। 3 डब्बामा रहेको अचार चाहिँ एउटा कैसीको लागि, एउटा ठुल्ड्याडीको लागि र एउटा आन्टीको लागि रहेको छ। अचार मात्र के पठाउने भनेर हामीले चाहिँ आँप टिपेर पनि पठाइदिएका छौँ। अरूको आँप भने पाकेको पनि छैन, तर हाम्रो भने पाकेर सिद्धिन पनि लागिसक्यो। खासमा भन्नुपर्दा मामा घरको हजुरबा धेरै दिनदेखि बिरामी भएका कारणले कैसी पहाडबाट यता आउनु भएको थियो। त्यसैले आज ड्याडी र म जाँदैछौँ हजुरबालाई भेट्न। हजुरबा धेरै दिनदेखि सिकिस्त बिरामी हुनुहुन्थ्यो अनि ड्याडी र मैले टाइम नमिल्नाले भेट्न पाएका थिएन। अनि त्यसपछि हामीले यो ठाउँबाट फलफुल किनेर लग्यौँ। हामीहरू चाहिँ मामा घर साँझ पुगेका थियौँ। हामीले त्यहाँ पुग्दा मौसम पानी पर्ने जस्तो जस्तै भएको थियो, बट हामी त्यहाँ टाइममै पुग्यौँ। हामीले त्यहाँ पुग्ने बेला त सबै चटपटे खानामा बिजी रहेछन्। अनि म पनि के मैले पनि खाइदिएँ। अनि हजुरबा पनि कुर्सीमा बसेर रमाउनु भएको थियो। अनि मैले त्यहाँ पुगेर मैले अरू भिडियोहरू चाहिँ बनाउन सकेन। अनि एकैछिनमा यस्तो भयो, राति हावाहुरी लागेर पानी परेर खत्तम भयो। अब जे पनि हुनेछ म पार्ट